हेलो गाइज वेलकम टु माई च्यानल। अनि यो चाहिँ बिन्दा है। अनि हामी चाहिँ साइकल सिक्न लागेको। ल म अन्जुल सिक्दैछ है। हो भयो त भएको छ त। हामी चाहिँ अनि गाइज अनि हामी चाहिँ अनि साइकल सिक्दैछौँ। हामीलाई चाहिँ त्यति साह्रो आउँदैन होइन। अनि त्यही नाम के हो भन् त भन्छ ल है ल ल ल गाइज अब चाहिँ बिनिता चलाउँदैछ होइन। बिनिताको हेरौँ बिनिताले चाहिँ सिकिसक्यो। हामी अस्ति नै भिडियो बनाउँछौँ भनेको है। अनि बनाउनै पाएन। अलिकति हाम्रो यहाँ रोड पनि बन्दैछ त्यही कारण अलिकति प्रब्लम भएर हो। अबदेखि चाहिँ हाम्रो मिनी ब्लग अब डेली आउनेछ। अब हेर्नु हाम्रो त्यही हो हामीहरूकोमा मात्रै धेरै साइकल चलाउनु मात्रै यो हो। त्यसपछि उहाँ दाइ हो। त्यसपछि बल्ल आखिरमा म आउँछु। मलाई ह्यान्डल कन्ट्रोल गर्न नि आउँदैन। बिन्दालले घुमाउँछ क्या है मजाले। ठोक्न आइरहेको थियो अर्को यहाँ। जाने तपाईँ ले न ले म हेर्नु गाइज अब सुरेश दाइको पाली। अब हेर्नु उहाँ दाइले चलाउने त्यही अलिकति सर्पल जस्तो गर्दै दिवाली तेह्र मेरो चलाउनु हुन्छ ल। अनि सर्व जस्तो बटाहरू हुन्छ ल स्टार्ट। म बाइक सिक्ने मान्छेको हालत हेर्नु यस्तो बाइक सिक्ने भनेर के यहाँ साइकल सिकिरहेको छ। ओइ ओ लड्यो लड्यो। फेरि मामाले एकचोटि भन् त राजपति। एकचोटि नाम त यो हो राजमती तर यसले भन्ने नाम चाहिँ सुन्नु है भन् त राजपति। सुस्ताको भइसक्यो आमा मन्जुको पालो ल मन्जुको पाली। ल ल ल मन्जु चलाइदेऊ नि त। म त सिधै तल पुलिन्छु जस्तो फिल भइसक्यो। के चलाउँछु हो किन हामी अहिलेसम्म सक्दैन बापले कति